नमस्कार साथीहरू। यदि तपाईहरू जापानमा बस्दै हुनुहुन्छ भने वसन्त ऋतुमा धेरै मानिसहरूलाई हुने खाफुन्स्यो अर्थात् पोलियो एलर्जीको बारेमा थाहा हुन जरुरी छ। आज हामी खाफुन्स्यो के हो, यसका कारण, लक्षण र कसरी जोगिने भन्ने विषयमा कुरा गर्नेछौँ। यसको लागि भिडियो अन्तिमसम्म हेरिदिनुहुन अनुरोध गर्छु। खाफुन्स्यो के हो? वसन्त ऋतुमा सुगी र हिनोकी भन्ने रुखहरूबाट परागकण निस्किन्छन्। त्यो पोलिन हावामा मिसिन्छ र जब हामीले सास लिन्छौँ हाम्रो शरीरले यसलाई हानिकारक ठानेर एलर्जी अथवा प्रतिक्रिया गर्न थाल्छ। त्यही प्रतिक्रिया गर्दा हाम्रो शरीरमा त्यस्तो खालको घाँटी चिलाउने, आँखा चिलाउने समस्याहरू आउन सक्छ। यसको मेन लक्षणहरूतिर जाउँ। मेन लक्षण चाहिँ नि नाकबाट पानी बग्ने, धेरै आछ्यु आउने, आँखा चिलाउने र रातो हुने, घाँटी चिलाउने र सुक्खा हुने, टाउको दुख्ने र थकाइ लाग्ने, यस्ता खालका लक्षणहरू देखियो भनेदेखि तपाईँलाई खाफुन्स्यो हो भन्ने कुरा बुझ्न सक्नुहुन्छ। अब छोटकरीमै खाफुन्स्योबाट बच्ने उपायहरूका बारेमा पनि जानिराखौँ। खाफुन्स्योबाट बच्नलाई मास्क लगाउने, त्यो पनि KF94 या 95 मास्क प्रयोग गर्दा पोलिन रोक्न मद्दत गर्दछ। घरबाट बाहिरबाट घरमा आउँदा लुगा र कपाल सफा गर्ने, बाहिरबाट आएको पोलिन हटाएर एयर प्युरिफायर प्रयोग गर्ने, आँखा र नाक सफा राख्ने, आँखामा ड्रपहरू युज गर्न सक्नुहुन्छ। एलर्जी रोक्ने औषधि खाने, त्यो म एकछिनपछि स्क्रिनमा देखाउँछु। त्यो मात्सुमोतो कियोसीहरूमा प्रशस्त रूपमा पाइन्छ। त्यति गर्दा पनि गाह्रो भयो भने तपाईँहरू डाक्टरको धेरै नेपालीहरूको समस्या बनेको छ। यदि गाह्रो भयो भने स्क्रिनमा देखाइएको औषधि खान पनि सक्नुहुन्छ। यो हजुरको नजिकैको ड्रग स्टोरहरूमा जता पनि उपलब्ध छ। यदि तपाईँलाई ड्रग स्टोरको औषधिले पनि काम नगरेको खण्डमा भने डाक्टरसँग सल्लाह लिन चाहिँ नबिर्सनुहोला। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। फेरि पनि यस भिडियोमा केही कमी कमजोरी भएमा सल्लाह सुझाव दिन भने नबिर्सनुहोला नि है।